नमस्कार दर्शकवृन्द, तपाईहरू देख्न सक्नुहुन्छ मेरो पछाडि शिक्षक आन्दोलन भइरहेछ। दृश्य हेर्दा त लोकदोरी भइरहेको जस्तो देखिन्छ, तर विश्वास गर्नुहोस् यहाँ आन्दोलन नै भइरहेछ। आउनुस् अब हामी शिक्षकहरूसँग आन्दोलनको विषयमा केही चर्चा गरौँ। सर नमस्कार। नमस्कार नमस्कार। मलाई चिन्नुभयो? चिनिन त मैले। म नेपालको नम्बर 1 पत्रकार काजु अमला। काजु अमला? यो नाम त मैले पहिलोचोटि सुन्दैछु त हजुर। नो प्रब्लम सर, अब त सुन्नुभयो नि? हजुर हजुर, अब चाहिँ सुने। ल अब मलाई यो बताउनुस्, यहाँ आन्दोलन भइरहेछ कि लोकदोहोरी भइरहेछ? आन्दोलन भइरहेछ नि, देख्नु भएन? जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म यो आन्दोलन भइरहन्छ। र जो हाम्रो आन्दोलनको बिचमा आउँछ त्यसलाई साइडमा राखेर फेरि आन्दोलन गर्छौँ हामी। ए भनेपछि तपाईहरू तोडफोड गर्नुहुन्न? तोडफोडमा विश्वास गर्नुहुन्न तपाईहरू? हामी शिक्षक हो पत्रकारज्यू, शिक्षकको आन्दोलनमा तोडफोड हुँदैन। तोडफोड नभए नि नाचगान त भयङ्कर हुँदो रहेछ त सर। नाचगान त हामीले सरकार र जनताको ध्यानाकर्षण गर्नलाई मात्र गरेको हो, नत्र आफ्नो काम छोडेर सडकमा नाची हिँड्ने पागल हो हामी? खोइ अनुहार त त्यस्तै छ। के रे, के भन्नुभयो? केही होइन सर, तपाईहरूले एकदम राम्रो काम गरिरहनु भएको छ भनेको। अनि यो आन्दोलन चाहिँ किन भइरहेछ त सर? तपाईहरूको माग चाहिँ के हो नि? हाम्रो माग धेरै छ। बताउनुस् न त हामीलाई। 3 करोड नेपालीले हेरिरहेछन्। तपाईलाई कसरी थाहा भयो 3 करोडले नै हेरिरहेछन् भनेर? केही प्रुफ छ तपाईसँग? मेरो मतलब सारा देशले हेरिरहेछन्। बताउनुस्। देशले किन हेरेको त? देशवासीले चाहिँ हेर्नु पर्यो के? ए बाबा, देशवासीले नै हेरिरहेछन् के? तपाईँ मेरो दिमाग नचाट्नुस् त। तपाईको दिमाग आइसक्रिम हो र चाट्नु? तपाईँ आन्दोलन गर्दा गर्दा बौलाउनु भएछ, एकछिन रेस्ट गर्नुस्। म उहाँलाई सोध्छु। सर तपाईँ बताउनुस् त, के हो तपाईहरूको माग? मलाई त माग साग केही थाहा छैन पत्रकारज्यू, म त पढाउँदा दिक्क लागेर रमाइलो गर्न मात्र आएको। दर्शकवृन्द, यस्तो हाल छ हाम्रो देशको। शिक्षकहरू आन्दोलनमा आउनु भएको छ, तर आन्दोलनको मागै थाहा छैन उहाँहरूलाई। अच्छा, हमको सिखा रिया है। आउनुस् अब हामी शिक्षिकाहरूलाई सोधौं के रहेछ उहाँहरूको माग। यो आन्दोलनको माग चाहिँ के हो त म्याम? तपाईलाई किन चाहियो? तपाईँ आफ्नो काम गर्नुस् न। म्यामले मलाई चिन्नु भएन जस्तो छ। म यो देशको नम्बर 1 पत्रकार। म के गर्नु त? तपाईँ पत्रकार भए नि जोकर भए नि मलाई के को मतलब? तपाईले कुरै बुझ्नु भएन म्याम, म पत्रकार हो के, यो सब काम हो मेरो। ए यही हो तपाईको काम? आन्दोलन गरिरहेको शिक्षिकालाई लाइन हान्ने काम हो तपाईको? यो के भन्दै हुनुहुन्छ म्याम? मैले कतिखेर लाइन हाने तपाईलाई? अनि लाइन नहानेको भए किन बेला बेला आँखा झिम्काउनु भएको त? ए यो त मेरो ह्याबिट हो नि म्याम। त्यसो भए तपाईको ह्याबिट सुधार्नुहोस्। कुन दिन चप्पलको छाप बस्ला गालामा। दर्शकवृन्द, देखिहाल्नुभयो तपाईहरूले, हाम्रो शिक्षिकाहरू पनि आक्रोशमा हुनुहुन्छ। अब हामी अर्को शिक्षिकासँग कुरा गरौँ। म्याम उहाँले त केही बताउनु भएन, तपाईँ बताउन सक्नुहुन्छ मागको बारेमा? हाम्रो माग धेरै छ अमलाज्यू, तर तपाईलाई भनेर के फाइदा? तपाईले पुरा गरिदिनुहुन्छ हाम्रो माग? म तपाईहरूको माग पुरा गर्न त सक्दिन, तर यो जुन छ नि तपाईहरूको आवाज, यसलाई सरकारको कानसम्म चाहिँ पुर्याउन सक्छु म। ओ पत्रकार बाबु, राम्रोसँग पत्रकारिता गर हौ तिमी, नत्र बुझिहालौ म के गर्छु। त के होस् रे? हाम्रो आवाज अलरेडी सरकारले सुनिसकेको छ, तिम्रो जरुरी छैन हामीलाई, बुझिहाल। तपाईको यो जुन छ नि यो एटिट्युड, यसले तपाईलाई एक दिन रोडमा ल्याउँछ, बुझ्नु भएको छ? रे बक्लोल, हामी अलरेडी रोडमा आइसकेका छु, यो भन्दा कति रोडमा ल्याउँछस् रे? यो को आएछ रे पगला पत्रकार? तिमी जा यहाँबाट, काम छैन तेरो। पहिला तपाईहरूको माग भन्नुस् अनि जान्छु म। तेरिका के माग गरिरहेको हो? सबलाई थाहा छ त हाम्रो माग के हो भनेर? सबैलाई थाहा छैन नि सर, जनता जान्न चाहन्छन्, बताउनुस्। ल ठिक छ, म तपाईलाई हाम्रो माग भन्छु, त्यसपछि तपाईँ यहाँबाट जानुपर्छ है त। ओके हुन्छ, तपाईँ माग बताउनुस्, त्यसपछि म यहाँबाट फुर। क्या कर रहे यार तू? हाम्रो माग भनेको सरकारी विद्यालयहरूलाई केन्द्र सरकारको नियन्त्रणमा राख्ने, हाम्रो रोजगारीलाई सुनिश्चित गर्ने, अनि हामीलाई पनि निजामती कर्मचारीलाई जस्तै तलब र सुविधा दिलाउने हो। यही हो हाम्रो माग। बस यति नै हो तपाईहरूको माग? माग त कति छ नि, तर अहिलेलाई यति पुरा गर्नुपर्छ सरकारले। थ्याङ्क यू सो मच। ल अब एउटा गीत गाइदिनुस्। ओ अमलाजी, तपाईँ पत्रकारै हो नि? के पत्रकारको नाटक गरिरहनु भएको छ? क्या? म यति राम्रो नाटक गर्ने भए फिल्म इन्डस्ट्रीमा हुन्थे, पत्रकारिता थोडी गर्थे। तेरा तो गेम बजाना पड़ेगा। तर तपाईँ फिल्म इन्डस्ट्रीमा जानुभयो भने एउटा रोल पर्फेक्ट सुहाउँछ तपाईलाई। हो र म्याम, कुन रोल हो बताइदिनुस् त मलाई? जोकरको रोल। तपाईको अनुहार हाउभाउ सबै जोकरको जस्तो छ,
त्यसैले त्यो रोल एकदम सुहाउँछ तपाईलाई। दर्शक वृन्द, नेपालको नम्बर 1 पत्रकारलाई यहाँ एकजना फट्याङ्ग्री शिक्षिकाले जोकर भनिरहेछ। तपाईहरूको प्रतिक्रिया के छ यसमा कमेन्ट सेक्सनमा लेख्नु होला। अब म अर्को प्रश्न गर्न चाहन्छु। ओ पत्रकार हो, अघिको कुरा बिर्सिहाल्यौ? माग सुनेपछि यहाँबाट जान्छु भनेको होइन, फेरि किन प्रश्न गर्दैछस् रे? हो, मैले जान्छु भनेको थिएँ, तर तपाईहरूको यो जुन छ नि यो संकल्प, यो देखेर मलाई पनि आन्दोलन गर्न मन लाग्यो। अब म पनि तपाईहरू सँगै आन्दोलन गर्छु। संकल्प देखेर हो कि दुईजना म्यामलाई देखेर हो थाहा छैन मलाई। त्यस्तो होइन सर, तपाईँ बर्ता नबोल्नुस्। उहाँहरू भन्दा 10 गुणा राम्रो श्रीमती छ मेरो घरमा, बुझ्नु भएको छ तपाईँले? नहीं सालुंके यहाँ कुछ तो गड़बड़ है। खोइ फोटो देखाउनु त मलाई, म पनि हेर्छु कतिको राम्री रहेछ। चुप लाग्नुहोस्, तपाईँ आन्दोलनमा ध्यान दिनुहोस्, मेरो श्रीमतीमा होइन। अनि श्रीमतीको कुरा किन झिक्नु भएको त तपाईँले? श्रीमतीलाई छोड्नुहोस्, तपाईँ विद्यार्थीको बारेमा सोच्नुहोस्। तपाईँहरूले गर्दा विद्यार्थीले पढ्न पाएको छैनन्, इक्जाम दिन पाएको छैनन्, थाहा छ कि छैन यो कुरा? त्यसो भए हाम्रो माग पूरा गरिदियोस् न त सरकारले, हामी पढाउन गइहाल्छौँ नि। यसरी माग पूरा हुन्छ त तपाईँहरूको? आन्दोलन गर्न आएको रे, कोही नागिन डान्स गरिरहेछ, कोही भ्यागुता जस्तो उभिरहेछ, कोही देउसी भैली खेलिरहेछ। यसरी माग पूरा हुन्छ? अनि कसरी हुन्छ त? नारा लगाउनुस्, जुलुस उठाउनुस्, धर्नामा बस्नुस्, अनि पो पूरा हुन्छ त। रे बक्लोल पत्रकार, धर्नामा कति बस्नु रे? धर्नामा बस्दा बस्दा चाकमा 2टा पिलो आइसक्यो मेरो। अब त्यसको उपचार कसले गर्छ? तैले गर्छस्? भनेपछि तपाईँलाई विद्यार्थीको भविष्य भन्दा आफ्नो पिलोको चिन्ता छ होइन त? दर्शक वृन्द, यो के हुँदैछ रे बक्लोल? बात बातमा दर्शकलाई किन बिचमा ल्याउँछस् रे? मसँग बात गर तिमी, मसँग। अब आएन लाइन पे? सर, अलि सभ्य भएर बोल्नुस् है तपाईँ। पत्रकारको इज्जत गर्न आउँदैन तपाईँलाई? एक हातले कहिले ताली बज्दैन, बुझिहाल तिमी। अच्छा, जसले मेरो इज्जत गर्दैन म त्यसको इज्जत किन गर्नु रे? पत्रकारज्यू, तपाईँको नाम काजु अमला चाहिँ कसले राखेको के? एकदम सुहाएको छ तपाईँलाई यो नाम। यो नाम मैले आफै राखेको हो सर। सानैदेखि म काजु र अमला अलिक बढी खान्थे, त्यसैले आफ्नो नामै काजु अमला राखिदिएको मैले। भनेपछि काजु र अमला तपाईँको फेभरेट हो? हजुर, एकदम फेभरेट। मलाई भात नभए हुन्छ, तर काजु र अमला चाहिँ डेली चाहिन्छ। अनि काजु र अमला मध्ये चाहिँ कुन फेभरेट हो नि तपाईँको? फेभरेट त दुईटै फेभरेट हो, तर काजु मेरो लागि अक्सिजन हो। काजु बिनाको जिन्दगी त म कल्पना नि गर्न सक्दिन। ल तपाईको काजु तपाईसँगै राख्नुस्, अनि यो भन्नुस् हाम्रो आन्दोलन सफल हुन्छ कि हुन्न? के लाग्छ तपाईलाई? किन हुन्न, अवश्य हुन्छ। अब त म पनि तपाईहरुको साथमा छु। बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो। तपाई भए नि नभए नि के फरक पर्छ र? फरक पर्छ म्याम, धेरै फरक पर्छ। म नेपालको नम्बर 1 पत्रकार हो। मेरो आवाज छ नि, मेरो आवाज सुनेर सबै नेताहरू थर्र काप्छन्। किन पत्रकारज्यू, सबै नेताहरूले तपाईको ऋण खाएको छ कि क्या हो? के कुरा गर्नुहुन्छ सर? यो पगला पत्रकार आफै ऋणमा छ जस्तो देखिन्छ। नेताहरूलाई कसरी ऋण दिन्छ रे? सर, तपाई सीमा नाग्दै हुनुहुन्छ है, विचार गरेर बोल्नुस्। मैले सीमालाई नागे त तिमीलाई के भो रे? सीमा तेरो बुढी हो। हेर्नुस् दर्शक वृन्द, कस्ता कस्ता साइकोहरू आएका छन् आन्दोलनमा। आफूलाई शिक्षक भन्छ, तर शिक्षकको एउटा नि गुण छैन यो मान्छेमा। तपाईहरु किन झगडा गरिरा? आन्दोलन त मिलेर पो गर्नुपर्छ त। यसरी एक आपसमा झगडा गरेर हुन्छ? त्यही भन्या आनन्दले नाच्न छोडेर झगडा गरी बस्छन्। अरे म्याम, तपाईहरु 10-15 दिनदेखि नाचिरहनु भएको छ। तपाईहरु नाचेको देखेर छ नि, त्यहाँ संसद भवनमा नेताहरू पनि नाचिरहेछन्। अब सबै नाचेपछि समस्याको हल चाहिँ कसले गर्छ? समस्या ल्याउने सरकार हो, त्यसैले हल पनि सरकारले नै गर्नुपर्छ। अनि सरकारले हल गरेन भने चाहिँ के गर्नुहुन्छ? कसरी गर्दैन? सरकारले हल गर्नै पर्छ। यदि हल गरेन भने यहाँ ठुलो क्रान्ति हुन्छ। कस्तो क्रान्ति? रुको जरा, सबर करो। यदि सरकारले हाम्रो माग पूरा गरेन भने हामी दुर्गा प्रसाईसँग मिलेर सरकारलाई नै फ्याल्दिनेछौँ। के बोले भाइ? तपाईले सरकारलाई खकार सम्झिनु भयो कि क्या हो? जति बेला फ्याल्न मन लाग्यो त्यति बेला फ्याल्दिने। सरकार फ्याल्न त्यति सजिलो छ? पत्रकारज्यू, सरकार फ्याल्ने कुरा तपाईलाई मन परेन कि क्या हो? कि सरकारले काजु र अमलाको सप्लाई गरिरहेछ तपाईलाई? जाबो काजु र अमलाको लागि म सरकारलाई सपोर्ट गर्छु। मेरो लागि शान्ति जरुरी छ म्याम, सरकार होइन। मेरो लागि चाहिँ सन्ध्या जरुरी छ, उसको बुढा होइन। अबे साले। ओ सर, सन्ध्या त मेरो बुढीको नाम हो रे। यो के भन्दै हुनुहुन्छ तपाई? सन्ध्या नाम तपाईको बुढीको मात्र हुन्छ? बात तो सही है। तपाईले कुन सन्ध्याको कुरा गर्नु भएको? सन्ध्या यादवको कि अरूको? मैले सन्ध्या कार्कीको कुरा गरेको, सन्ध्या यादवको होइन। ए, त्यसो भए त ठिक छ, नत्र बुझिहाल्नुहोस् म के गर्थे तपाईलाई। अच्छा, छी छी छी, टिचर भएर अरूको बुढीमा आँखा लगाउनुहुन्छ तपाई? अनि के अरूको बुढी भएर टिचरमा आँखा लगाउनु त? मेरो यस्तो बुढा भएको भए नि चोरेर मार्दिन्थे। मेरो पनि यस्तो बुढी भएको भए ठोकेर मार्दिन्थे।
के ठोकेर सर बताउनुहोस् त मलाई एहे रहा नहीं जाता। काँटी के काँटी ठोकेर मारिदिन्थे भनेको। ए काटी पो त्यसो भए ठिक छ के को ठिक छ नि मलाई काटी ठोक्ने कुरा हुँदैछ तपाईँ चाहिँ ठिक छ नि भन्नुहुन्छ ए सरी ठिक छैन कहाँ त्यसरी काटी ठोक्न मिल्छ अरूलाई हाइट यो रोडमा उभिदा अल्छी लागिसक्यो मलाई त। एकदम सही भन्नुभयो तपाईँले ल त्यसो भए एउटा गीत गाइदिनुहोस् साँच्चै गाइदिउ खतरा गीत गाउँछु म। हुन्छ गाउनुहोस् ल गाए त मैले। यस्तो दुश्मन तेरो बन्छु म, यस्तो दुश्मन तेरो बन्छु म। स्वर त राम्रो छैन नि तपाईँको